नमस्ते सबैजनालाई। आज चाहिँ यो कुनै एउटा लेखेको लेख भन्दा पनि मेरो विचार जुन कुराले चाहिँ एउटा श्रीमान श्रीमतीको बीचको सम्बन्धको महत्त्व जनाउँछ त्यो मेरो आफ्नो विचार भन्न गइरहेको छु। कस्तो लाग्छ तपाईहरु प्रतिक्रिया दिनुहोला। हाम्रो समाजमा एउटा भनाइ के छ भन्दा विवाहपछि त दुई जना एक हुने हो भन्ने एउटा चलन छ। तर त्यो एक हुने भनेको के हो भन्ने कुरा चाहिँ तपाईहरुले चाहिँ सुन्नु भयो भएन, तर मैले चाहिँ सुनेको छैन। त्यो एक हुने भनेको चाहिँ के हो भन्ने कुरा चाहिँ I haven't heard it। तर मेरो आफ्नो बुझाइमा चाहिँ सायद त्यो के हुन सक्छ त भन्दा चाहिँ अब यो एक हुने भन्दा बित्तिकै नै दुई जना व्यक्ति एक हुने भन्दा नै इट्स अ भेरी कम्प्लेक्स थिङ। ह्युमन ब्रेन यसले क्यारी गर्ने त्यो विचार, त्यो आदर्श, त्यो डिफरेन्ट आइडियोलोजी, डिफरेन्ट बिलिफ सिस्टम, त्यो डिफरेन्ट अपब्रिङ्गिङ, एक हुनु इज अ भेरी डिफिकल्ट थिङ इन इटसेल्फ। तर त्यो एक हुने भनेको चाहिँ के हो भन्दा चाहिँ इज्जत, सबैभन्दा महत्त्वपूर्ण कुरा इज्जत। एक हुने भनेको नै इज्जत हो। उसको इज्जत मेरो इज्जत हो र मेरो इज्जत उसको इज्जत हो। अनि दोस्रो अपमान। यदि कसैले मेरो अपमान गर्दछ भने त्यो उसको पनि अपमान हो, र यदि कसैले उसको अपमान गर्छ भने त्यो मेरो पनि अपमान हो। र यो एक हुनको लागि चाहिँ एकअर्कामा माया भन्दा पनि आई थिंक प्रेम हुन जरुरी छ। किनकि माया भन्ने जुन शब्द छ यसको इंग्लिश ट्रान्सलेसन नै इल्युजन हो। त्यो इल्युजन भन्दा पनि प्रेम, त्यो कम्प्यासन एकअर्कामा हुन जरुरी छ। किनकि माया भन्ने कुराले दोहोरो खोज्छ नै। उसले माया गर्छ भने मैले पनि गर्छु, यदि गर्दैन भने मैले पनि गर्दिन। त्यो दोहोरो हुनै पर्छ माया भन्ने कुरा। भने प्रेम भन्ने कुरा चाहिँ इट डजन्ट ह्याभ टु बी बोथ वेज। यो एक्लै पनि हुन सक्छ। किनकि प्रेम भनेको इट्स नट अ मोमेन्टरी थिङ, इट्स नट समथिङ द्याट यु डिसाइड, इट हैज टु कम। यो एउटा हृदयबाट हुने आउने कुरा हो। एउटा टेम्पोररी इमोसन मात्रै चाहिँ होइन प्रेम भन्ने कुरा चाहिँ। र त्यो एकअर्कामा त्यो छ भने चाहिँ त्यो एक सजिलै हुन्छ। र जहाँ प्रेम छैन त्यहाँ त्यो एक एक जोडेर एक कहिले पनि हुँदैन। त्यो गणित सधैँ बिग्रने नै हो। यही विषयलाई लिएर चाहिँ मैले 4 लाइन मात्रै लेखेको छु जम्मा। यो म मेरो श्रीमतीलाई डेडिकेट गर्न चाहन्छु। जहाँ तिम्रो इज्जत छैन त्यहाँ मेरो अस्तित्व छैन। जहाँ तिम्रो इज्जत छैन त्यहाँ मेरो अस्तित्व छैन। जसले तिम्रो अपमान गर्छ उसँग मेरो सम्बन्ध छैन। नसोच्नु तिमी केवल एक सामान्य नारी हौ। नसोच्नु तिमी केवल एक सामान्य नारी हौ। मेरा लागि तिमी नै आदि शक्ति र तिमी नै देवी सरी छौ। धन्यवाद।